हेलो सरजी कता हो? हजुर भाइ म यतै छु त के थियो होला मलाई एउटा चार्जर चाहिएको थियो। चार्जर हेर्नु त यो हुन्छ यसको दाम कसरी होला? यसको दाइ यसको दाम कति हो 500 तपाईँलाई 500 ए धेरै भएन र? डिस्काउन्ट हुन्छ 50 रुपियाँ घटाएर 450 मा गरिदेऊ न ल। त्यही 50 रुपियाँ डिस्काउन्ट मलाई दुईटा दिन न। दुईटा हेर्नुहोस् त जम्मा कति भयो? हिसाब गर्नुपर्छ गर्नुहोस्। 450 तपाईँलाई यो दुईटाको 4,50,450 पर्यो आमामा त्यत्रो पर्छ? हिसाबमा यही देखाइरहेको छ। त्यसो भने एउटै मात्र लान्छु। एउटा मात्रै लाँदा हजुरलाई एउटा घटाउनु पर्यो -450 0 0 0 0 तपाईँलाई एउटा मात्रै लाँदा 4,50,000 पर्छ ए भाइ यो के गरेको? यस्तो यस्तो हिसाब हुन्छ? यस्तो मलाई आउँदैन यो। एउटा चार्जरको यत्रो 4,50,000। यही देखाइरहेको होइन होइन लग्नु न लग्नु मिलाइदिन्छु लग्नु के भयो भाइ के भयो? हेर्नु त यहाँ हिसाब यही आइरहेछ उहाँले लान्न भनिरहनु भएको छ 4,50,000 रुपियाँ चार्जरको दाम। यो चार्जरको दाम चार्जरको दाइ खै भाइ तपाईँ जानुहोस् त, तपाईँ जानु। किन दाइ किन पठाउनु भएको यार भाइ बल्ल तिमी बल्ल लागा तिमीले मेरो कस्टमर मात्र बिगारेर के भयो, छौ भाइ। के भयो? तिमी 4,50,000 चार्जरको दाम हुन्छ, तिमी जाऊ।